नमस्कार मित्रहरू, म तपाईँलाई आज महत्त्वपूर्ण विषयको जानकारी लिएर आएको छु। यो अहिले राजनीतिक हिसाबले कसैले कसैलाई दोष लगाउँदा लुसिफर भोइस भनेर भन्ने गर्छन् र यो धेरैमा सुनिन्छ। खास लुसिफर को रहेछ भनेर म यसो अध्ययन गरेँ। यो क्रिस्चियन धर्मबाट आएको रहेछ र क्रिस्चियन धर्ममा भगवानले जब मानिसहरूको सृष्टि गर्नुभयो त्यसमा लुसिफर भन्ने एउटा भगवानको दूतको रूपमा एन्जल भनेर भनेको छ। भगवानको दूतको रूपमा लुसिफरलाई सिर्जना गर्नुभएछ र पहिला लुसिफरले पनि भगवानलाई एकदम माने रहेछ। पछि लुसिफरमा के भएछ भन्दा म नै सबसे बडा हुँ अथवा म भगवानको सृष्टि हुँ, मैले पनि भगवानकै बराबर हैसियत पाउनुपर्छ भनेर उसले जिद्दी गरेछ र त्यसपछि त्यो पतनको बाटोमा जान लाग्यो है। पहिला ठिकै थियो, पछि म भगवानै हुँ भनेर उसले जिद्दी गरिसकेपछि आफूलाई सर्वेसर्वा बुद्धिमान ठान्छ र पतनको बाटोमा जान खोज्छ। त्यति भइसकेपछि लुसिफरलाई भगवानले उसले युद्ध नै गराएको छ। त्यहाँनिर स्वर्गमा एउटा युद्ध नै गराएको छ र त्यो राजदूत पछि अथवा राजदूत नभनौँ स्वर्गदूत भनौँ र ईश्वरकै विरुद्ध घमण्ड गरेर विद्रोह गर्छ र उसलाई स्वर्गबाट खसालिन्छ। त्यसकारण लुसिफर भनेको खासमा कस्तो रहेछ भन्दा जसले सिर्जना गर्यो, जो जहाँबाट हुर्कियो, पछि त्यसैको विरुद्ध घमण्ड गर्ने अनि त्यसैको विरुद्ध लाग्ने र पछि पतन हुने भनेर देखिएको रहेछ है। र लुसिफरलाई यो ल्याटिन भाषामा प्रकाश ल्याउने पर्वत तारा पनि भनिन्छ र पछि त्यस्तो व्यक्ति जुन सबैको आशा लाग्दथ्यो त्यसैले आफ्नो सृष्टिकर्ताको विरुद्धमा गएर आफू त्यहाँबाट खसालिएर पछि शैतानको रूप लिएको छ है। त्यही भएर यो